भन्न गइरहेकी छु। मेरो कविताको शीर्षक रहेको छ छोरीको पीडा। जन्मिनु अघि नै प्रश्न गरिन्छ, के हो त छोरा कि छोरी? मानव भगवानले बनाएको कुनै सन्तान होइन, कुनै वस्तुको मूल्य तोकिँदैछ। जब भनिन्छ छोरा भयो, घरभरि हाँसोको पारी छाउँछ। जब सुनिन्छ छोरी भई, कतै त अनुहारमा कालो बादल छाउँछ। के छोरीले पहिलो पटक आमा भन्न सक्दिनन्? के छोरी बुहाको सहारा बन्न सक्दिनन्? के छोरीले पहिलो पटक आमा भन्न सक्दिनन्? के छोरी पहिलो पटक बुहाको सहारा बन्न सक्दिनन्? आमा तिम्रो काखले त फरक गरेन, फरक त हामीले गर्यौं। एउटै रगतबाट जन्मिएका दुई सन्तानलाई दुई फरक भाग्य लेखिदियो। किन गर्छौ छोरा छोरीमा भेदभाव? छोरा छोरी एकै समान हुन् भनेको होइन र? छोरा छोरी एकै समान हुन् भनेको होइन र? मलाई पनि पढ्न लेख्न मन छ, कापी किताब हातमा बोक्न मन छ। मलाई पनि पढ्न लेख्न मन छ, कापी किताब हातमा बोक्न मन छ। के मेरो अपराध हो छोरी भएर जन्मिनु? के मेरो अपराध हो छोरी भएर जन्मिनु? के मैले जन्म लिनु अघि आफ्नो परिचय आफै रोजेकी हो? के मैले जन्म लिनु अघि आफ्नो परिचय आफै रोजेकी हो? छोरा चाहिँ भगवानको उपहार, छोरी चाहिँ कसको? छोरा चाहिँ भगवानको उपहार, छोरी चाहिँ कसको? यदि भगवानले नै भेदभाव गर्दैनन् भने हामीले किन गर्यौं? यदि भगवानले नै भेदभाव गर्दैनन् भने हामीले किन गर्यौं? किन के सपनाको पनि लिङ्ग छ र? के प्रतिभाको पनि लिङ्ग छ र? किन के सपनाको पनि लिङ्ग छ र? के प्रतिभाको पनि लिङ्ग छ र? आज पनि कति छोरीको पढाइ रोकिएको छ, कतै उसको सपना परम्पराको नाममा तोडिएको छ। आज पनि कति छोरीको पढाइ रोकिएको छ, कतै उसको सपना परम्पराको नाममा तोडिएको छ। हे समाज, देवीको मूर्तिमा फूल चढाउने हातले, हे समाज, देवीको मूर्तिमा फूल चढाउने हातले घरकी छोरीको सम्मान गर्न पनि सिक। मन्दिरमा नारी शक्ति भन्ने आवाज घरभित्र पनि गुन्जाउन सिक। मन्दिरमा नारी शक्ति भन्ने आवाज घरभित्र पनि गुन्जाउन सिक। धन्यवाद। पक्कै पनि सिर्जना प्रस्तुति कलाले कुनै पनि लिङ्ग तोकेको हुँदैन। त्यसैले हाम्रा प्रतियोगी भाइ बहिनीहरूको यस समूहमा पनि हामी धेरै छात्राहरू देखिरहेका छौँ। श्री दङ्गोललाई धन्यवाद दिँदै अब म समाज सुधार माध्यमिक विद्यालयका